बच्चाले के चाहेको छ? छोरी आशीर्वाद छ छोरी, आफ्नो जीवनलाई नबिगार्नु होला। मेरो अनुरोध छ छोरी, तिम्रो जीवन बिग्रियो भने तिमीसँग कोही पनि हुँदैन छोरी। अघि एउटा भिडियो देखाएको थिएँ छोरी, त्यस्तै हुन्छौ तिमी, त्यस्तै हुन्छौ तिमी। हेर्नुहोस् म्याडम। दर्शकवृन्द, विद्यार्थीहरू भावुक बने। भावुक मात्र होइन, आँखाबाट आँसु झारेर रुन थाले। आउला भनेर पर्खी बसेको हुन्छ। सम्झिनुहोस् त, सम्झिनुहोस् त, सम्झिनुहोस् त। त्यो आमाको लागि जिनु होला। यही हातमा तपाईँको भविष्य छैन र? हेर्नुहोस् त, यही हात होइन र तपाईँको भविष्य? एकचोटि सम्झिनुहोस् त, त्यो आमाको कति लगानी भएको थियो होला त्यो हातमा, त्यो बाबाको कति लगानी भएको छ यो हातमा, कति लगानी भएको छ सम्झिनुहोस् त। तर हामीले के दिन सकेका छौँ? साँझ झोला फाल्छौँ घरमा अनि भन्छौँ खाँदैन खाना भन्दाखेरि त्यो आमाको पीडालाई कहिले सम्झिनु भएको छ? के बित्छ होला? कहिले हाँस्नु अरे, कहिले रुनु अरे, होइन र हजुर? धेरै धेरै धन्यवाद। बच्चाले अनुभूति गरेको छ। हेर सर, म कहाँ रहेछु, म के गर्दै रहेछु, मैले के गर्नु पर्ने रहेछ, कोसँग लड्नु पर्ने रहेछ, कसले भनेको मान्नु पर्ने रहेछ, कसले भनेको मान्नु पर्ने रहेछ। रुन मात्र थालेनन्, मुर्छा परेर कोही ढल्न पनि थाले। र देख्न सक्छौँ हामी कुनै विद्यार्थीहरूले शिक्षकलाई अँगालो मार्दैछन्, शिक्षकले विद्यार्थीलाई अँगालो मार्दैछन्, शिक्षकको पाउ ढोगिरहेको हामी देख्न सक्यौँ। अरूलाई यो जीवन नदिनु होला प्लिज, मैले हात जोडेर बिन्ती गर्छु। बिग्रियो भने कोही पनि हुँदैन। आऊ छोरी उठा, साबास उठा छोरी, साबास उठा। हामी गुरुहरूसँग मिल्छौँ, तपाईँहरूको गुरु कोही पनि हुँदैन। त्यही भएर आफ्नो मनलाई मजबुत गर्नुहोस्। आज गल्ती गर्नु भएको छ भने त्यसलाई सुधार्नुहोस्। यति बेला म दैलेख जिल्लाको गुराँस गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा आइपुगेको छु। यो दृश्य पनि सरस्वती माध्यमिक विद्यालयको हो। बुट्योलबाट हरिश ओली सर आएर यति बेला विद्यार्थीहरूलाई भर्खरै मात्र मोटिभेसनको तालिम दिनुभयो र विद्यार्थीहरू एकाएक यसरी रुन थाले। किन रुन थाले त आज हामी जानेछौँ। हरिश सर, विद्यार्थीहरूलाई तपाईँले रुवाउन हाल्नुभयो होइन? किन यसरी रुवाउन हाल्नु भएको? के मन्त्र त्यस्तो छर्किदिनु भयो र विद्यार्थीहरू यसरी किन भावुक बनेर किन रुन थाले? धन्यवाद छ। मेरो रुवाउने उद्देश्य त होइन। बच्चालाई भित्रैदेखि चाहिँ मैले चाहिँ संस्कारका कुरा सिकाउँदै गर्दाखेरि बच्चाले गरेको कमजोरीहरू, मैले कहाँ कमजोरी गरेको रहेछु, म कहाँ बिग्रिएको रहेछु, मैले जीवनमा के गर्नुपर्ने रहेछ भन्ने उसले भित्रैदेखि सम्झिसकेपछि उसको आँखाबाट आँसु झरेको मैले अनुभूति गरेको छु। मैले मात्रै भनौँ बच्चालाई 5वटा कुरा सिकाउँछु। म जहाँ पनि जान्छु भनिरहन्छु, मैले 5वटा कुरा सिकाउँछु बच्चालाई। सबैभन्दा पहिला उसले आमालाई चिन्नुपर्छ, बाबालाई चिन्नुपर्छ, अनि गुरुलाई चिन्नुपर्छ, अनि चाहिँ विद्यालय चिन्नुपर्छ, अनि म को हुँ भन्ने चिन्नुपर्छ। अनि बच्चालाई यी 5वटा कुराको सन्दर्भमा मैले उत्प्रेरणा दिन्छु। अनि उत्प्रेरणा दिँदै गर्दाखेरि बच्चा भनौँ न उसले कहाँ कमजोरी गरेको छ, उस साथीको लयमा लागेर बिग्रिरहेको छ कि साथी भनेको त छैनिक समयको लागि मात्रै हुनसक्छ। जीवन चलाउने भनेको आफै हो, आफूसँग सङ्घर्ष गर्नुपर्छ। अन्तिम साससम्म उसलाई आमा बुवाले मात्रै साथ दिन सक्छ। निस्वार्थ माया 3 जनामा मात्रै पाइन्छ। एउटा जन्म दिने आमा बुवा र एउटा शिक्षा दिने गुरु, जसको स्वार्थ मात्रै एउटा हुन्छ। सधैँ त्यो बच्चा अथवा त्यो विद्यार्थी अथवा त्यो चाहिँ आमा बुवाको सन्तान आफू ऊभन्दा अगाडि गएको मात्रै खुसी हुन्छ अभिभावक जब बच्चा भनौँ न अगाडि बढ्छ। अहिले नेपालको सन्दर्भमा चाहिँ हेर्दै गर्दाखेरि अगाडि गएको मान्छेले रुचाउनै सक्दैन। किन भन्दाखेरि त्यस्तै प्रवेश अहिले नेपालको सन्दर्भमा हेर्दै गर्दा मैले अनुभूति पाएको हो। अनि बच्चा अनुशासन बनाउनको निम्ति बच्चालाई ललितजी पिट्नु पर्ने रहेनछ, बच्चालाई गाली गर्नुपर्ने रहेनछ। बच्चालाई यदि भनौँ एउटा शिक्षकले बच्चालाई अङ्गाला हालेर अथवा चाहिँ मन र मन मिलाइदियो भने जति मूर्ख मान्छे पनि अथवा जति बिग्रिएको बच्चा पनि उसले भित्रैदेखि अनुभूति गर्ने रहेछ कि म कहाँ बिग्रिएको रहेछु। हरिश सर, अब तपाईँको यो कक्षामा आज हामी बस्यौँ होइन? बिहानदेखि साँझसम्म कक्षा चल्यो। हामी दिनभर तपाईँसँग नै रह्यौँ। तपाईँ दिनभर रूपमा विद्यार्थीहरूलाई विभिन्न मोटिभेसनका विभिन्न तालिमहरू होइन, विभिन्न क्रियाकलापहरू गराउनु भयो। तपाईँले अहिलेसम्म त धेरै विद्यालयमा यसरी जानुभएको छ। साँच्चीकै विद्यार्थीमा आज जुन कुराहरू तपाईँले सिकाउनु भयो, भन्नुभयो, त्यो कुराहरू चाहिँ के भोलिका दिनबाट चाहिँ लागू गर्न सक्लान्? आज त उनीहरू भावुक भयो, हामी पनि भावुक भयौँ, धन्य हाम्रो आँखाबाट पनि आँसु त झरेन होइन, झर्ला भइसकेको थियो। साँच्चीकै त्यो परिवर्तन आउन सक्ला? धन्यवाद छ। अब यस्तो छ,
सिकाइ भनेको सिक्दै जाने हो। अनि मैले भनेको बच्चाहरूलाई मैले जुन क्लास दिँदै थिएँ, जुन क्लास गर्दै थिएँ, उसले अनुभूति गर्यो। अनुभूति गरिसकेपछि यदि भनौँ यो विद्यालयका भनौँ शिक्षक साथीहरूले त्यो कुरालाई फलो गर्दै जानुभयो भने, अथवा आज मैले बच्चालाई भावुक बनाएँ, बच्चा चाहिँ म कहाँ रहेछु भन्ने उसले अनुभूति गर्यो। भोलि शिक्षक साथीहरूसँग बस्छु, शिक्षक साथीहरूले गर्नुपर्ने के रहेछ सबैभन्दा पहिला, अनि शिक्षक साथीले अनुभूति गर्नुहुन्छ। अनि पर्सि चाहिँ अन्तिम दिन चाहिँ अभिभावकले अनुभूति गर्छ। मैले त करोडौँ रुपियाँ कमाउन सक्छु, लाखौँ रुपियाँ कमाउन सक्छु, ठुल्ठुला घर बनाउन सक्छु, तर सबैको मूल्य गर्न सक्छ अभिभावकले। अथवा मेरो आमा होस्, मेरो बाबा होस्, अथवा चाहिँ तपाईँको आमा होस्, तपाईँको बाबा होस्, सबैको मूल्य गर्न सक्छ, घरको मूल्य गर्न सक्छ, जमिनको मूल्य गर्न सक्छ। तर एउटा मान्छेको मात्रै मूल्य गर्न सक्दैन, आफ्नो सन्तानको। त्यो सन्दर्भमा मैले उत्प्रेरणा गर्दै गर्दाखेरि मलाई लाग्छ भोलि पनि अभिभावक चाहिँ असाध्यै भावुक हुन्छन्। यदि भनौँ अभिभावक समाजमा बिग्रिरहेको हुनुहुन्छ, हेर्नुहोस् ललितजी, संसारमा हेर्नुहोस्, गाली गरेर अथवा चाहिँ अभिभावकलाई चाहिँ भनौँ न अभिभावकलाई चाहिँ भनौँ न आफूतिर तान्नको निम्ति, अभिभावकलाई उत्प्रेरणा दिनको निम्ति गाली गरेर सैद्धान्तिक कुरा पढाएर चाहिँ अहिले काम नै छैन। किन भन्दाखेरि हामी अभिभावकलाई काठमाडौँको कुरा सिकाएर काम छैन। हजुर सर, अब तपाईँ चाहिँ खास पिटी शिक्षक होइन र खेलकुद शिक्षकको रूपमा चाहिँ परिचित हुनुहुन्थ्यो, कालिका मानव ज्ञान माविबाट बुटोलबाट चाहिँ परिचित हुनुहुन्थ्यो। आज दैलेखसम्म यसरी तालिम दिन आउनुभएको छ मोटिभेसनको। तपाईँ कसरी अब मोटिभेसनतर्फ लाग्नुभयो? के कुरा तपाईँले छोएर चाहिँ विद्यार्थीमा परिवर्तन ल्याउनुपर्छ, अभिभावकमा, शिक्षकमा के कुराले छोयो तपाईँलाई? मैले जीवनमा असाध्यै सङ्घर्ष गरियो ललितजी, बहुत सङ्घर्ष गरियो। जीवन भोकाइ अहिले सम्झिँदाखेरि जुन मेरो जीवन थियो, जुन अवस्थामा म थिएँ, यो ठाउँमा पुग्छु भनेर कल्पना गरेका थिएन। मात्रै 5सम्म पढ्दाखेरि, 5मा पढ्दाखेरि यस्तै उत्प्रेरक डाक्टर भूपेन्द्र सिंह जिन्टा, आज पनि उहाँलाई सम्झिन्छु मैले, आउनुभयो। अनि यस्तै मेरो आमा र मलाई यति भावुक बनाउनु भयो उहाँले। मेरो आमा यसरी रुनुभयो। अनि त्यो बेला चाहिँ मैले सोचेँ होइन रहेछ, म मेरो लागि नजिए पनि मेरो आमाको सपना पुरा गर्नुपर्ने रहेछ। आमा मेरो लागि बस्नु भएको छ भने मैले केही गर्नुपर्ने रहेछ समाजमा भनेर मैले अनुभूति गरेँ। अनि पढ्दै गएँ। अनि चाहिँ त्यसपछि चाहिँ एउटा पिटिआई सर हुनुहुन्थ्यो उहाँ पनि, अनि पिटीका कुरा सिक्दै गएँ। अनि नेपाल आएर चाहिँ मैले आफ्नो काम सुरु गरेँ। मेरो लागि 2टा दिन बडा महत्त्वपूर्ण थियो ललितजी। एउटा म जन्मिएको दिन मेरो लागि बडा महत्त्वपूर्ण थियो ललितजी। एउटा जब म त्यो भनौँ बुद्धि विकास आधारभूत विद्यालय थियो अथवा प्राथमिक विद्यालय थियो, त्यो विद्यालयमा जब म 3800को नियुक्ति मैले पाएँ 5 पिरियड म्याथ पढाउने गरी, त्यो दिन मेरो लागि बडा महत्त्वपूर्ण थियो ललितजी। त्यहाँबाट सङ्घर्ष गर्दै गएँ। अनि सङ्घर्ष गरेर बाल कल्याण नमुना माध्यमिक विद्यालयमा आएँ। 10,500मा नियुक्ति भएँ ललितजी। त्यो स्कुललाई राम्रो बनाउँदै गएँ। अनि अहिले कालिका स्कुलमा आएर कालिका स्कुललाई राम्रो बनाएँ। अनि देशभरि फेरि म पिटी प्रशिक्षकको रूपमा चाहिँ म परिचित भएँ। अनि मैले सोचेँ अब पिटी सरमा देशभरि परिचित भएँ। अनि एउटा निक भन्ने चाहिँ एउटा युट्युबमा छ, जसको हात छैन, जसको खुट्टा छैन, त्यसको हिस्ट्री पढ्दै गएँ। अनि उसले आफ्नो जीवनका सङ्घर्षका कुरा सिकाएर चाहिँ मान्छेलाई उत्प्रेरणा दिनुहुने रहेछ। अनि मैले कल्पना गरेँ म पनि मेरो जीवनमा त असाध्यै दुःख गरेको छु, असाध्यै सङ्घर्ष गरेको छु, खुकुरीको धारमा लिएर यहाँसम्म पुगेको छु। एउटा बाहा नभएको मान्छेले पनि केही गर्न सक्छ भनेर उदाहरण बनेको छु। म पनि यसरी चाहिँ उत्प्रेरणा दिएँ भने बच्चाहरूलाई, साँच्चै बच्चाहरूमा परिवर्तन आउन सक्छ, अभिभावकमा परिवर्तन आउन सक्छ भनेर एउटा बसन्त मुरारी भन्ने छ कैलालीमा, त्यहाँ यो तालिम दिँदै गर्दाखेरि मैले यो मेरो आफ्ना कुरा सुनाउँदै गर्दाखेरि अभिभावक यति भावुक भयो। त्यो भिडियो 20 लाख मान्छेले हेरिसकेपछि अनि यस्तै दिँदै गर्दाखेरि एउटा म सैद्धान्तिक मोटिभेटेड त होइन ललितजी, धेरै पढेको त छैन, धेरै भाषा पनि मैले भनौँ न यहाँ नेपालमा नपढेको हुनाले, म इन्डियामा पढेको हुनाले धेरै पढेको त छैन। तर व्यावहारिक मोटिभेसन कसरी गर्नुपर्छ, कसरी तान्नुपर्छ, अभिभावकको मन र तनमा कसरी बस्नुपर्छ, विद्यार्थीको मन र तनमा कसरी बस्न सक्नुहुन्छ भनेर मैले डाक्टर भूपेन्द्र सिंह जिन्टाबाट 23 वर्ष सिकेको। अनि त्यो सिपलाई चाहिँ आज मैले चाहिँ यहाँ भनौँ न बच्चामा भनौँ न यो भन्दै गर्दाखेरि बच्चाहरू भावुक हुन्छन्। बच्चाहरूले सोच्छन् साँच्चै
म त बिग्रिएको रहेछु, म बन्न सक्ने रहेछु भन्ने उसले अनुभूति गर्छ ललितजी। 2077 सालदेखि म उत्प्रेरकको रूपमा चाहिँ आफ्नो परिचय बनाएँ। अहिले त अब पिटी भन्दा पनि मोटिभेसनल को रूपमा मान्छेहरूले चिन्छ, तर म पढेको मोटिभेसनल होइन। थुप्रै साथीहरू पछिल्लो समय 1 वर्षमा हेर्ने हो भने तपाईँ विभिन्न देशका विभिन्न जिल्लाहरूमा घुम्नु भएको छ। अहिलेसम्म कति विद्यार्थीहरूलाई कति विद्यालयमा पुगेर प्रशिक्षण चलाइसक्नु भएको छ नि? अब यस्तो छ, म भनौँ न अब एउटै ठाउँमा चाहिँ 50वटा स्कुल अथवा चाहिँ 50वटा स्कुलको चाहिँ सहभागिता रहन्छ। त्यसरी चाहिँ गन्दाखेरि त म भनौँ 1307औं विद्यालय हो मेरो लागि त्यसरी गन्दाखेरि। अनि 200 भनौँ न 15औं पालिका हो मेचीदेखि महाकाली। अहिले 215, अहिले हामी दैलेखको यो अहिले हामी गुराँस गाउँपालिकामा आइपुगेका छौँ। 215 पालिका 215 पालिका पर्छ अहिले। 215 753 पालिका मध्येमा 215 पालिकामा दिइसक्नु भयो तपाईले? दिइसकेको छु मैले। कति विद्यार्थीलाई? अब अनुमान गर्नुहोस् 215वटा पालिकामा 50वटा, यहाँ पनि तपाईँको मलाई लाग्छ 1200 विद्यार्थी छ। अस्ति मैले गैंडाकोटमा दिएँ, त्यहाँ 2200 विद्यार्थी। यस्तो गर्दा यसरी चाहिँ क्यालकुलेसन गर्दा त मलाई लाग्छ 20 लाखदेखि 30 लाखसम्म विद्यार्थीहरूलाई, अभिभावकहरूलाई, शिक्षकहरूलाई दिए जस्तो मैले चाहिँ अनुभूति गर्छु। तर भनौँ न एकुरेट डाटा त छैन। यसरी देशभर हिँड्नुहुन्छ, मोटिभेसन तालिम दिनुहुन्छ, कति पैसा लिनुहुन्छ तपाईँले? यस्तो छ, अब पैसाको सन्दर्भमा मैले पारिश्रमिक चाहिँ जुन पैसा छ, पैसाको कुरामा चाहिँ यहाँ पनि म कार्यक्रम चाहिँ सेट गर्नुभएको छ। पैसाको सन्दर्भमा कुनै पनि कुरा भएको छैन। मैले भने तपाईँलाई मान्छेले पैसा त कमाउन सक्छ, पैसा करोडौँ लाखौँ रुपियाँ कमाउन सक्छ, तर यो ज्ञान र सिप मैले बच्चालाई हस्तान्तरण गरिदिएँ भने भोलिदेखि विद्यार्थीले यो ज्ञान सिप चाहिँ लागू गर्यो भने त्यही नै मेरो लागि सबैभन्दा के भयो? कसरी चाहिँ तपाईँलाई विद्यालयमा लगेर होइन यसरी मोटिभेसन तालिमहरू सञ्चालन गर्न सकिन्छ? के को माध्यमबाट सम्पर्क गर्न सकिन्छ तपाईँलाई? अब सबैभन्दा पहिला कुरा, म फेरि कालिका मानव ज्ञान माविको एउटा टिचर हो। किन भन्दाखेरि म यस्तो मोटिभेटर हो। त्यही भएर भन्छु ललितजी, म पढेको मोटिभेटर त होइन, भनौँ 200 व्यवहारिक रूपमा चाहिँ ज्ञान भएको भनौँ न हैन। स्कुल बनाउँदै मलाई कक्षा कोठाको नसा थाहा छ, कसरी गराउनुपर्छ। शिक्षकको पीडा मलाई थाहा छ, अनि अभिभावकको पीडा मलाई थाहा छ। विद्यार्थीको पीडा त विद्यार्थीको पीडा स्वाभाविक छ। विद्यार्थीको पीडा त यति यो स्कुलमा जाँदै गर्दाखेरि विद्यार्थीको पीडा थाहा नहुने भन्ने कुरा त रहँदैन। पनि म रहन्जेलसम्म, म बाँचुन्जेलसम्म मेरो एउटा मात्रै सपना छ, 753वटा पालिकामा पुगेर एउटा यस्तो परिचय दिन चाहन्छु। म बा नभएको मान्छेले पनि, जसको घर थिएन, जसको जग्गा थिएन, जसको जमिन थिएन, केही थिएन, आमा मात्रै हुनुहुन्थ्यो। आमाले पालेको मान्छे, आमाले बनाएको मान्छेले पनि केही गर्न सक्छ भन्ने चाहिँ एउटा चाहिँ उदाहरणको रूपमा चाहिँ बन्ने मेरो सपना छ। त्यसरी म अगाडि बढिरहेको छु। कसरी सम्पर्क गर्न सक्छौँ तपाईँलाई? अब मेरो फेसबुकमा पनि हरिश ओली नै छ। व्हाट्सएप नम्बरहरू पनि मेरो चाहिँ त्यो फेसबुकमा चाहिँ सबै कुराहरू मैले त्यहाँ राखिदिएको छु। युट्युब च्यानल पनि छ हरिश ओली भन्ने, त्यहाँ सबै इन्फर्मेसन राखिदिइसकेको छु। तर मैले चाहिँ 24 दिन आफ्नो विद्यालयमा बिताउँछु, बाँकी दिनहरू चाहिँ 6 दिन बाहिर जान्छु भन्ने मेरो चाहिँ लक्ष्य छ। हेरौँ अब परिस्थिति कस्तो हुन्छ, परिस्थितिले के भन्छ, त्यही अनुसार चाहिँ आफ्नो जीवनलाई चाहिँ रूपान्तरण गर्नु पर्ला अथवा परिवर्तन गर्नु पर्ला भन्ने मेरो लक्ष्य छ। हुन्छ हरि सर, अब यो परिवर्तनको जुन लक्ष्यमा हिँड्नु भएको छ तपाईँ, विद्यार्थीहरूलाई चाहिँ होइन व्यावहारिक एउटा ज्ञान चाहिँ प्रदान गरिरहनु भएको छ तपाईँले, होइन मोटिभेसन प्रदान गरिरहनु भएको छ। निरन्तर रूपमा रहोस्, हामी यो पनि कामना गर्न चाहन्छौँ। र अहिले हामी दैलेखबाट अहिलेलाई चाहिँ आजको यो एपिसोडबाट चाहिँ हामी छुट्टिन्छौँ।